सम्पूर्णलाई नमस्कार। आज फेरि पनि यो भिडियोमा तपाईहरुलाई स्वागत गर्दछु। अहिलेको अवस्थामा हाम्रो यो प्लास्टिकले एकदमै प्रदूषण गरिरहेको अवस्थामा धनगढी उपमहानगरपालिकामा प्लास्टिक जन्य वस्तुको ब्यान गरेको अवस्थामा एउटा यस्तो ठाउँमा आइसकेको छु म जुन ठाउँमा प्लास्टिकलाई साइडमा राखेर पाटको डुना तपडी बनाउने स्थानमा आइसकेको छु म। यो हाम्रो धनगढी उपमहानगरपालिका को 11 नम्बर वाडामा बेला गाउँमा एउटा यस्तो समूह छ जुन समूहले एकदमै यो पाटको दुना टपरी बनाएर मनग्य आम्दानी गर्नुको साथै यो वातावरणलाई पनि स्वच्छ र यो चाहिँ हाम्रो जंगलमा भएको पाटलाई सदुपयोग गर्दै यहाँ महिला दिदीबहिनीहरूले एकदमै राम्रो काम गरिरहेको अवस्था छ। म तपाईहरुले उहाँहरूले कसरी बनाइराख्नु भएको छ डोना टपरी र के बनाउनु छ भन्ने कुरा म देखाउन गइरहेको छु। आउनुस् उहाँहरूसँगै भेट गरौँ। यो देख्न सक्नुहुन्छ यो घरको डिजाइन पनि एकदमै राम्रो मन पर्यो हामीलाई र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हुनुहुन्छ हाम्रो यहाँ एकजना दिदी हुनुहुन्छ। यहाँ हामी अब भित्र पस्दै छौं। यहाँ तपाई देख्न सक्नुहुन्छ यति धेरै मात्रामा दुना टपरी बनाएर राख्नु भएको छ। एकदमै साइजको छ तपाईको दुना। यो के को लागि हो म्याडम? यो दुना छ नि सानो साइजको, यो केमा प्रयोग गर्नुहुन्छ? यो पानीपुरीको लागि। अनि त्यसपछि यो भन्दा ठुलो यो अलिकति चाटको लागि। ए भनेपछि हरेक चीजको फरक छ। अब यो जस्तै यो छ नि यो अलि मोमो खाने वाला मोमोको लागि। ए त्यसपछि यो त पूजा भात गर्नको लागि। ए एकदमै राम्रो छ। तपाई देख्न सक्नुहुन्छ एकदमै धेरै नै राम्रो तरिकाले सबै खालको डुना बन्ने रहेछ। यहाँ नाम के मैडम? रामदेवी राणा। तो है छोटी वाली, बड़ी वाली, जैसे छोटे बड़ा वाली और बड़ा वाली कैसो है? 1 रुपया वाली 50 पीस है 40 रुपया। 40 रुपया। 1 रुपया की 1 रुपया की एक 50 पीस होट है। जैसे 5 रुपया वाली है 5 रुपया। हाँ 10 रुपया की एक। जैसे होलसेल में 8 में आता है। नाम राम प्यारी राणा है ना? समूहको के हुनुहुन्छ? म यो समूहको संयोजक हो। हजुर 3 वर्ष लाग्यो। 3 वर्ष भइसक्यो। हजुर। अनि यो हजुरहरूले यो यस्तो यो गर्ने अनि यो बनाउने कसरी सोच भयो हजुरहरूको? यो अब आफ्नै सोचले खाली घरमा बस्दाखेरि दिक्क लाग्ने हैन, यताउता काम नपाएर खाली बसेर अनि पछि हामीले भन्यो कि अब हामी यस्तै गरेर केही व्यवसाय खोलौं भनेर अनि गरेर माग गर्यो। त्यहाँ नगरपालिकामा पनि गर्यो, उताबाट पनि लिन भने पछि त्यो कमैया मुक्ति सुरुमा त हामीले यो भाडामा राखे मसिन। हाम्रो त्यहाँ सफलता परिवर्तन छ नि। हजुर। सफलता बहुत से सहकारी छ, त्यहाँबाट हामीले भाडामा यो 1000 रुपैयाँ दिएर भाडामा बनाइराखेको। यो भाडामा अहिले चाहिँ आफ्नै हो? तपाईहरुको समूहको आफ्नै हो? आफ्नै हो, अहिले त आफ्नै हो। पहिला थियो भाडामा किनेको, दिएको 1000 रुपैयाँ दिन्थ्यो, अहिले त आफ्नै हो। सुरुमा त हामीले यो लगानी त हामीले सुरुमा 5 जनाले उठाएर रुपैयाँ हैन सर। अनि पछि हामीले डायल किन्यो अनि पछि डायल भाडामा त खाली 1 मात्रै डायल थियो सर। एक डायलले जाने थिएन, त्यो टपरी जाँदै थिएन, चाटवाला मात्रै थियो। अनि पछि हामीले 3वटा डायल किन्यो रुपैयाँ 5 जना उठाएर। अनि पछि फेरि भाडा पनि अब त्यो त्यसबाट अलिअलि आम्दानी आउन लाग्यो अनि भाडा तिर्ने अनि आफ्नै यताउति खर्च चलाउन लाग्यो सर। त्यो खोज्न त खोज्छ सर, अब के गर्ने, आफ्नै हुँदैन सर। टाइम अलिअलि त निकालेपछि टाइम हुन्छ हैन सर। जस्तै यो हजुरले बजारमा पुगाउन सक्नु भएको छैन माग अनुसार के छ? नै माग अनुसार त हामीले जहाँ माग अनुसार आफ्नो क्षमता अनुसार त हामीले पुगाइराखेका छौं सर। बढी माग छन् हैन, अनि त्यहाँ हामीले अहिले पुगाउन सकेका छैनौं। त्यो डुना टपरी त सर पानीपुरीको लागि पनि काम लाग्छ अनि दीपक जलाउनलाई पनि काम लाग्छ। यो हैन? हजुर, दीपक बनाउन पनि काम लाग्छ। यो फेरि यो जस्तै यो 1 घण्टामा कति जति बनाउन सकिन्छ? यो 1 घण्टामा 200-300 जति बनाइदिन्छ। 200-300 हैन? हजुर। 200-300 भनेपछि एउटा यो 50 वटाको 40 रुपैयाँ भन्नु हो हैन? धेरै हैन सर, यो फुटकरी रेट हो हाम्रो।
1 रुपियाँ, अरू कोही होलसेलमा कसरी दिनुहुन्छ? जस्तै यो 50 वटा होलसेलमा पिसको हामीले 30 रुपियाँमा 30 रुपियाँमा। 25-30 यस्तै। अब लिने मनै गर्दैनन् त के गर्ने सर? अब खेर त जानु भएन सर। तपाईँले सजिलो रूपमा योलाई बनाइसकेपछि बेच्न चाहिँ सजिलो रूपमा पाइराख्नु भएको छ। पाइरहेको छैन। यसको जस्तै तपाईँहरूले यस्तो गर्नु भएको छैन? यसको डिलर चाहिँ तपाईँको रोकेर जस्तै धनगढीमा एउटा डिलर खोलेर राखिदिने यो पाउँछ भनेर तपाईँहरूले एउटा चाहिँ बनाउनु त्यस्तो गर्नु भएको छैन? अहिले गरेको छैन। ए अब गर्ने हो बिस्तारै बिस्तारै। तपाईँ किनकि यो त फ्याक्ट्री भयो, हजुरहरूले यहाँ काम गरिराख्नु भएको छ होइन? अब सबैलाई फ्याक्ट्रीमा ठाउँ हुँदैन होइन? अब यो कोही आउने मान्छेले यहाँ बन्छ भन्ने ठाउँ छ, तर तपाईँले यसको चाहिँ एउटा सोरुम चाहिँ तपाईँहरू धनगढीमा अथवा कुनै बजारतिरमा राख्नुहुन्छ भने राम्रो हुन्छ जस्तो लाग्यो। आफै सिक्नुभयो? आफै सिक्नुभयो सर। तालिम गरेर अनि तिनीहरूले खालि समूह बनाएर थन्काएर राखेका छन् अरू मान्छेले होइन? अनि हामीले भने हामी गर्छौँ भनेर यो मसिन चाहिँ सफलतापूर्वक उद्देश्यबाट लिनुभएको थियो। अनि उहाँको समूहले कसैले पनि लग्नु भएन। भाडा महँगो छ भनेर पात टिप्न को जान्छ जङ्गलमा भनेर होइन सर? अनि पछि हामीले सोच गऱ्यौँ कि हामी बनाउँछौँ भनेर अनि 5 जनाको ग्रुप बनाएर अनि हामीले भने कि हामी अझ तालिम त लिएको छैन यसको सर। हामीले बनाउँदाखेरि साथीहरूको उहाँबाट साथीहरूले बनाउँथ्यो एकचोटि बनाउनु भनेर एकचोटि मात्रै हेरे तिनीहरूको। अनि त्यस्तै बनाएर हामीले आफै पछि आफै उ गऱ्यो बनाएर। यही साल हामीले कमैया मुक्तिको संस्थाबाट अहिले हामीले माग गरेर सहयोग पाएका छौँ अहिले। यो पात त फेरि जङ्गलमा टिप्न जानुपर्छ होला? हजुर, पात टिप्न हामी जङ्गलमा जान्छौँ सर। 5 जना जान्छौँ, नत्र 1-2 जनाको त काम छैन। त्यहाँ डरले खाइजान्छ हामीलाई बाघले। अब के गर्ने सर? यही हो। अनि यो जस्तै अब तपाईँहरूले एक दिन टिपेर ल्याएको पात कतिवटासम्म बन्छ त हजुरको? यो धेरै छ त, जङ्गलमा जानु पर्यो, खोज्नु पर्यो होइन? मेहनत त छ त यसमा? मेहनत मात्रै छ सर, लगानी त छैन। यही हो आफ्नै मेहनत लगाउनु पर्यो। सबभन्दा मेन कुरो तपाईँको मेसिन भइहाल्यो होइन? अब त मेसिन त हाम्रो उताबाट दिन्छ सहयोग भइसक्यो। अब त हाम्रो मेहनत मात्रै हो। जति मेहनत गर्यो जति उ गर्यो उति आफ्नै लागि हो। धनगढीमा प्लास्टिक मुक्त, प्लास्टिक युज पोलिथिन युज नगर्ने भन्छ। यो बेलामा धेरै राम्रो गर्नुभएको छ क्या तपाईँहरूले होइन? यो डुना टपरी आफ्नै हातको सिप हो, तपाईँहरू घरमा खाली भएको बेलामा गर्ने टाइम पास। यस्तै खालको यो अब खाली बस्ने अथवा महिलाहरूलाई होइन उद्यमीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले? जस्तै गर्नु चाह्यो भने सजिलो नसजिलो के भन्न चाहनुहुन्छ? उता हेरेर भनिदिनु चाहनुहुन्छ, क्यामेरामा हेरेर भनिदिनुहोस्। अब म के भन्नु सर, यस्तै जस्तै हामीले बनाइराखेका छौँ नि सर। फुर्सदको टाइममा यस्तो काम नपाएर अब धेरै जसो दिदीबहिनीहरू घरमा त्यत्तिकै बस्नु भएको छ होइन? अब म के भन्न चाहन्छु भने यस्तै हाम्रो दिदीबहिनीहरू पनि यस्तै काम गर्न पाओस् भनेर अरूबाट पनि माग गरेर पनि पाउन सकोस्। अरू के भन्छन्, हाम्रो यो डुना टपरी सप्लाई सोच माग अब सबैतिर फैलियोस्। हजुरहरूको यो के समूहको नाम के हो? हाम्रो समूहको नाम सारा डुना टपरी व्यवसाय। 9865 63 17 36 हो। 36 नम्बरमा तपाईँहरू पनि कन्ट्याक्ट गरेर हाम्रो यो एकदमै उद्यमी महिला दिदीबहिनीहरूको यो जुन छ नि एकदमै अर्ग्यानिक तपाईँको हाम्रै यो सालको पातको तपाईँको एकदमै यो पातले बनेको तपाईँ देख्न सक्नुहुन्छ। यो त सानो खालको यो चाटको लागि बनाइराख्नुपर्छ। यो पानीपुरीको लागि, तर यसमा चाट भयो, पानीपुरी भयो, खाना लागि भयो, पूजाको लागि भयो होइन? एकदमै अर्ग्यानिक। तपाईँहरू पनि आएर कन्ट्याक्ट लिन सक्नुहुन्छ। यो लोकेसन रहेको छ तपाईँको धनगढी उपमहानगरपालिका वार्ड नम्बर 11 हाम्रो यो बेला गाउँमा। तपाईँ बेला गाउँमा आइसकेपछि यो डुना टपरी कहाँ बन्छ भनेपछि अथवा उहाँले दिएको नम्बर मैले स्क्रिनमा राखिदिएको छु होइन? उहाँहरूलाई पनि कन्ट्याक्ट गरेर तपाईँहरू आउनु होला। यस्तो एकदम कर्मठ उद्यमशील महिलाहरूको हौसला बढाइदिनु होला भन्ने आशा राख्दछु। र यस्तो यो भिडियोलाई सबै महिला दिदीबहिनीहरूसम्म पुगोस् भनेर तपाईँहरूले सबैले सेयर गरिदिनु होला हार्दिक अनुरोध गर्दछु। नमस्ते, राम राम।